भुवनेश्वर मन्दिरले हामी सबैको कल्याण गरून्। भुवनेश्वर मन्दिर आइपुग्यो आज साइक्लिङ टुर तिनपिलीबाट उकालो सिँढी चढेर। मन्दिरको अगाडि दुईवटा घन्टी छ। त्यसपछि मन्दिर छेकिहाले। भुवनेश्वरी मन्दिर धेरै पछि दर्शन गर्न पायो। दोस्रो चोटि होला सायद। तपाईँ नि आउनुहोस् है त आन्तरिक टुरी भएर भुवनेश्वरी मन्दिर दर्शन गर्न। यो तारकेश्वर जितपुर फेदीको टाउको जितपुरको टाउकोमा छ। घन्टी छ, ठुल्ठुलो घन्टी बजाइदिउँ। रासो पक्का घन्टी स्वच्छ पानी। एउटा भित्र मोबाइल क्यामेरा निश्चित गरेको छ। वरिपरिबाट देखिने दृश्य तलतिरबाट हेरौँ भुवनेश्वरी मन्दिर कस्तो रहेछ है त। भित्र लानु चाहिँ मनाइ छ क्यामेरा। यहीँसम्म आउँथ्यो तर ल्याइएन साइकल तल यसो ल्याएर छोड्दै। मौन प्रवेश निषेध गरेको छ। भुवनेश्वर मन्दिरलाई परिक्रमा गर्दैछु म। एक राउन्ड लगाइदिउँ। एन्टी लाइटबाट अहिले कालो हातबाट अहिले माथि जानु रोक लगाएको छ कि क्या हो। मन्दिरभित्र प्रवेश गर्न निषेध गर्छ। यो पश्चिमपट्टिको प्रवेशद्वार आइयो पूर्वपट्टिको हो। पूर्वपट्टि जाउँ न। यताबाट खिच्दै अन्धकार आएको छ अलि। यो दक्षिण उत्तरपट्टिको ढोका। अनि माथि प्रवेश निषेध छ कि हजुर? क्यामेरा बन्द गर्दै हो। ल भित्र क्यामेरा खिच्न नदिने भयो। बाहिर हेर्नुहोस् है त भुवनेश्वर मन्दिर। भुवनेश्वर मन्दिर यही हो ल। धेरै पछि भुवनेश्वर मन्दिर कि भुवनेश्वर माताले हामी सबैको कल्याण गरून्। यो भुवनेश्वर मन्दिरको साइड भ्यू पोइन्टबाट देखिने काठमाडौँको दृश्य उता अन्धकार छ तल लाएर। फेरि यो तिन पिप्ले चोक यताबाट उता गयो भने ओसोवन ओसो तपोवन मुटको वन्ज्याङ अनि माथि शिवपुरी डाँडा नागार्जुन डाँडा। यताबाट आयो त्यहाँबाट आउने यो त्रिशुली बाटो। यहाँबाट त त्रिशुली जाने बाटो ओखर पौवा कहाँ हो। यो उता त्रिशुलीतिरको ठाउँहरू। यो भुवनेश्वर मन्दिरको डाँडा उता चाहिँ तारकेश्वर मन्दिर। मन्दिरको वरिपरिको दृश्य रुखहरू छ। त्यसपछि तल देखिने बारीको दृश्य। यो नगरकोट त्रिशुली जाने बाटो। यो चाहिँ यहाँ भ्यू टावर मुटको वन्ज्याङ भ्यू टावर त्यहाँ माथि डाँडामा। त्यहाँदेखि उता काठमाडौँ सिटी आएर ठ्याक्क भुवनेश्वरी मन्दिर। भुवनेश्वरी मन्दिर भन्दा माथिको डाँडाबाट
देखिने भवानीश्वरी मन्दिरको दृश्य। यता काठमाडौँ भ्याली भ्यू दामी छ। अनि यतापट्टि चाहिँ अब शिवपुरी नागार्जुन डाँडा, यतापट्टि चाहिँ अब नुवाकोट दामी भ्यू देखिने चाहिँ यहाँबाट। तपाईँहरू पनि आउनुहोस् है त घुम्न। हरियाली छाएको छ वैशाख महिना, आज के चैत महिना। भवानीश्वरी मन्दिर माथि डाँडाबाट खिच्दैछु। भवानीश्वरीमा माइले हामी सबैको कल्याण गरौँ। काठमाडौँ भ्यू यो तल झर्ने गरेको बाटो भवानीश्वरी मन्दिरमा बाइकमा ट्याक्सीमा आउने बाटो यो। यहाँ तल झरेर यता नवकोट त्रिशुली जाने बाटो, बगान जाने बाटो। यो नागार्जुन शिवपुरी नेसनल पार्क, नागार्जुन डाँडा, भवानीश्वरी मन्दिर। ल तपाईँहरूले आउनुहोस् है त, यति नै हो। बाई।